नमस्ते सम्पूर्णजनालाई। मेरो नाम सागर जोशी, नेपाली एजुकेसन सिस्टमबाट आज हामीले एउटा सानो नयाँ भिडियो ल्याएको छौँ। त्यो तपाईँले एकछिनमा चाहिँ हाम्रो युट्युबमा पनि पाउनुहुनेछ एकदम लङमा। अहिले हामी चाहिँ सर्ट भिडियो बनाउन लाग्छौँ। सर्टमा चाहिँ सानो कुरा भन्ने छु म है। यो चाहिँ तपाईँको साइनस भन्ने चाहिँ धेरैजनालाई थाहा होला नि, किताबमा पढ्नु भयो होला। 10 वर्षमा एकचोटि आउँछ होइन। त्यतिखेर हामीले घर घर गएर चाहिँ कति व्यक्ति छ, कतिवटा बच्चाहरू छ, त्यसको चाहिँ हामीले रिपोर्ट लेख्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँको सानो सानो मान्छेले पनि दिन पाउँछ। यसमा चाहिँ को व्यक्तिले भर्न पाउँछ भने चाहिँ यसमा चाहिँ ब्याचलर र +2 लेभलले भर्न पाउनुहुन्छ। अनि यो चाहिँ तपाईँको कहिले सुरु भएको भने 2082 10 महिना 1 गते चाहिँ पब्लिस भएको हो। अनि पब्लिस भएको 21 दिनभित्र चाहिँ तपाईँले अनलाइनमा चाहिँ पेस गर्नुपर्ने हुन्छ। अनि तपाईँको सुपरभाइजर र त्यसको एक लेभल तल हुन्छ, जो हामीले भन्छौँ नि स्टाफ जस्तै। एउटा सुपरभाइजर भनेको क्याप्टेन भयो। अनि त्यो एक लेभल तल चाहिँ हामी जस्तो स्टाफहरू हुन्छ नि काम गर्ने, त्यस्तै हुन्छ। त्यसै सुपरभाइजरको चाहिँ तपाईँले ब्याचलर पास हुनुपर्छ। यो चाहिँ हुन्छ 2.5 महिनाको लागि। अनि सुपरभाइजरको स्यालेरी हुन्छ चाहिँ 34,730 रुपियाँ हुन्छ भनेपछि त्योभन्दा एक लेभल तल स्टाफको स्यालेरी हुन्छ 32,902। अनि यो चाहिँ +2 लेभलले दिनुपर्ने हुन्छ स्टाफले। सुपरभाइजरको लागि ब्याचलर पास आउट हुनु पऱ्यो। अनि यसमा चाहिने कुरा भनेको नेपाली नागरिकता हुनु पऱ्यो अनिवार्य, पासपोर्ट फोटो हुनु पऱ्यो। त्यस्तै गरेर 10 र 12 क्लासको क्यारेक्टर सर्टिफिकेट र मार्कसिट हुनु पऱ्यो। त्यस्तै गरी तपाईँले कुनै पनि अनुभव गर्नुभएको छ, त्योभन्दा अगाडि पनि काम गर्नुभएको छ भने त्यसको पनि क्यारेक्टर सर्टिफिकेट अथवा प्रतिलिपि चाहियो। अनि त्यसमा तपाईँहरूले चाहिँ यसमा नछुटाउने भन्ने कुरा के हो भने चाहिँ तपाईँले यसमा बाजेको नाम छुटाउनुहुन्न, बुवाको नाम, आमाको नाम, कन्ट्याक्ट नम्बर। अनि त्यसै गरेर यो काम गर्ने कहिलेदेखि भनेपछि तपाईँको चैतको 26 गते 2082, चैत 26 गतेदेखि 2083 असार 8 गतेसम्म तपाईँले काम गर्नुपर्ने हुन्छ, ठ्याक्क 2.5 महिना। अनि यसमा चाहिँ तपाईँलाई केही पनि प्रब्लम भयो भने तपाईँले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ 9866108205मा। यसमा हामी तपाईँलाई बुझाइदिनेछौँ र हामीले फर्म पनि भरिदिनेछौँ। धन्यवाद। यो